तिमी कुकुरहरु अहिलेसम्म उठाएनौ? म बजार जान लागेको छु, दुई भाइ मिलेर घरको काम गर्नु। जो भाइले भन्या मान्दैन, बेलुका म आएर उसको गोरु चुटाइ गर्छु। दाइ ओ दाइ दाइ कस्तो डिस्टर्ब गरेर आके सुत्दैन राम्रोसँग छ्या। दाइ मम्मी आउने टाइम भइसक्यो, बजारबाट सबै काम घरको गर्नु परेन। अरे गरेको नगर बरु बाबु जान त काम गर, त काम गरिसकि भ्याएपछि म तँलाई पैसा दिन्छु है, जान भयो। दाइ तपाईँ जहिले यस्तै गर्नुहुन्छ। कहाँ हो त्यो भाइ यार? काम गरेर आज सकेन क्या? फेरि एकचोटि सुत्छु अनि उठ्छु। बल्ल काम सक्यो यार। ए पुरै काम गरेर सकिस्? सब काम गरेर सके। अब पैसा दिनु पैसा। दिम्ला के छ र? भर्खर त उठाएको छु, रोक एकछिन। किन बोलाउनु भयो दाइ? म खाना बनाउन लाग्छु। छोड दे बाबु, खाना म बनाउँछु। त्यत्रो काम गरिस् त तैँले? आइज अब सुत्न। दाइ पनि सुत बाबु, तैँले धेरै काम गरिस्, अब आराम गर, एकछिन आराम गर, म काम गर्छु है। मम्मी तपाईँ ठिक टाइम आउनुभयो, भित्र आउनु त, छिटो भित्र आउनु त। हेर्नु मम्मी, तपाईँको छोराको चर्ती कला अहिलेसम्म उठाएन, मैले त्यत्रो काम गर्दा पनि। मैले भाडा दोएँ, घाँस काटेँ, दाउरा चिरेँ, अनि घर सफा गरेँ, अनि खाना बनाउन लाग्छु। त्यही पनि अझै उठ्दैन, उठ भने पनि। दाइलाई मात्र काम गरेर तेरो व्यवस्था हुन्छ। मम्मी होइन दादा झुट बोल्छ।